के त साथीभाइ सबजना मजाले खाना खायो पादो हगो वेलकम ब्याक टु अ नयाँ भिडियो भन्नुभयो पाद्यो हग्यो मुत्यो ल वेलकम ब्याक टु अ नयाँ भिडियो वेलकम ब्याक टु नयाँ भिडियो सो आज हामी के गर्दैछौँ थाहा छ तपाईँलाई थाहा छैन थाहा छ के थाहा छ कस्तो थाहा छ गुड ल आज चाहिँ हामी बोजू र नाति भएर चाहिँ हामी मिम रियाक्सन गर्न आएको छौँ यता चाहिँ बोजू हुन्छ मेरो अनि यता चाहिँ नाति सुरु गरौँ बोजू गरौँ सुरु गरौँ याक्का दिने याक फर्स्ट मिम के भयो देख्नु भएन के भयो देखो यहाँ हेर्नु देख्नु भएन देखे चियानी खाँदैछन् बोजूले चाहिँ त्यो मिमवाला त्यो हाँस्छ नि त्यसलाई चाहिँ चिया खाएको त्यो चाहिँ मिम हो क्या कमेडी मिम हो क्या ए कहाँ बुझ्नु त अनि कहाँ देख्नु त ल नेक्स्ट मिम रेडी यहाँ हेर्नु ह्याप्पी होली इन एडभान्स होली खेल्नु भएको छ कि छैन बोजू खेलेको छैन है किन हो ल हेर्नु के गर्छ होली खेलेको लुकी लुकी हो क्या खोलेको अर्को आयो के भयो थाहा पाउनु भयो के भयो भन्नु त यसले यहाँ लगाइदिँदै थियो अर्को लुकेर आएर यसलाई थियो सही नेक्स्ट मिम के पकाउँदैछ ليه يا أمه؟ ما نعرفش ليه شوية بطاطس؟ यो त جبناهم قشرناهم وقطعناهم चटपटे बनाएको जस्तो छ त सब्जी पो पकाए हो सब्जी पकाएको होइन मान्छेलाई चाहिँ पकाएको हेर्नु न कत्रो आगो बल्छ हेर्नु واحدة تيجي تقول لك من غيرنا ما تعرفوش تعيشوا हो के भएर पकाएको मान्छे तेल धेरै हाल्यो नि अब आगो बल्छ होइन قشرناهم وقطعناهم यसले पोले र पनि ठिकै छ ठिकै छ त ठिकै छ मान्छे जल ठिकै छ कहाँ जल्यो एन्ड द नेक्स्ट मिम अर्को मिमतिर बढौँ अब बोलो भैरूजी महाराज की पानीमा पो पस्यो ए पानीमा त अरूको घरमा चाहिँ पस्यो अर्काको घरमा पो पस्यो भ्युसमा कुदेर गयो त भ्युसमा हेर रफ्तारमा कुदेर गयो क्या बोजूलाई मिम भनेको थाहा छ कि थाहा छैन थाहा छैन मिम भनेको हँसाउने टाइपको हो क्या हँसाउँछ क्या मान्छेहरूलाई ल नेक्स्ट मिम यो चाहिँ बन्जी जम्पिङ गर्न आँटेको क्या बोजू ए बाजेले त्यो माथि टावरमा गएर हाम फाल्दैन दोरीसँग त्यो ल हेलिकप्टरदेखि जाम हानेको जस्तो बुझे जङ्गलमा पस्यो जङ्गलमा कि यस्तो क्या बन्जी जम्प भन्दाखेरि दोरीले हानिन्छ नि त यो त दोरी काटेर हान्यो क्या बन्जी जम्प भने सिधै आकाशमाथि पुग्यो क्या कहाँ छिर्यो हो ल नेक्स्ट मिम ल म हालिदिन्छु आज मजा बोजू र नाति मजाले हाँस्नुपर्छ नेक्स्ट मिम भन्नु त त्यहाँ क्यामेरा हेर नेक्स्ट मिम भन्नु न नेक्स्ट मिम ल यहाँ हेर्नु बुझ्नुभयो के भयो यस्तो बुझ्नुभयो कि भएन के भयो भनेर तपाईँले चाहिँ अलिअलि बुझ्दैछु भ्लग गर्ने थाहा छ तपाईँलाई भ्लग भने थाहा छ भ्लग गर्दै थियो अनि धुलो आयो त्यहाँ सिधै उयोसँग सोक्यो क्या बफरसँग नेक्स्ट मिम यहाँ चाहिँ हाम्रो एकजना आन्टी पिङ खेल्न आँट्नु भएको छ ल हेरौँ ल यतिको खेल्नु पर्दैन रिङ्गे पिन देख्नु भएन रिङ्गे पिन देख्नु भएन तपाईँले के भयो रिङ्गे पिन खेले काले आयो ल नेक्स्ट मिम अरे कति काले फेरि हेरौँ है होइन काले न काले छौ नाक पनि के हो फुट्या यो त चेतेको का गीत त मजा गाइस मान्छे नमर्ने गीत गुड यसको चाहिँ भर्खरै आफ्नो प्रेमिकासँग छुटेको हो क्या यो अनि त्यसैले रुँदै गीत गाउँदैछ क्या बुझ्नु भएन बुझे नेक्स्ट मिमतिर लागौँ एभ्री नेपाली मम बी लाइक भनेर छ हाम्रो नेपाली सबैको मम्मी एउटै हुन्छ भन्छ हेरौँ हाम्रो मम्मीले रिस्ता जस्तो पो छ त हो यो त के भन्नु भन्दिनुस् मेरो हाम्रो केटी हो अहिले भेट्ला काला फुट्ने
ल नेक्स्ट मिम तिर लागौँ यतिको जोडी हुनु परेन नि त जिन्दगीमा होला बुझ्नुभयो साइकल कुदाउँदा पनि दुईजना जोडी हात पक्रेर कुदाएर आएछ क्या बुझे यतिको माया हुनु परेन यतिको माया चाहिँ मेरो जिन्दगीमा छैन क्या साथी भनेको यस्तो माया हुन्छ साथी होइन क्या यिनीहरू दुईजना जोडी हो क्या साथी होइन जोडी कस्तो जोडी कस्तो हुन्छ गर्लफ्रेन्ड बोयफ्रेन्ड प्रेमिकाहरू दुईजना प्रेमिकाहरू हात पक्रेर हिँडेछ यो जिन्दगी मेरो जिन्दगीमा छैन भनेको क्या बुझे चित्त दुखाइ छ के भन्नु म त रुइहाल्छु है त्यस्तोहरू नदेखा नगर आँसु झरिहाल्छ मेरो आँसु झर्छ मेरो यहाँ हात कमजोर छ नेक्स्ट मिम है बोजू तपाईँलाई थाहा छ त्यो फिल्महरूमा कलाकारहरू हुन्छ नि कसरी रुन्छ भन्ने थाहा छ तपाईँलाई थाहा छ कसरी रुन्छ त्यो मन दुख्दा चित्त दुख्ने त्यो गरिब पूर्व कस्तो दुःख पाउने त्यस्तोहरूले आमा बाबु मैले त्यस्तो भनेको होइन जुन कलाकार हुन्छ नि कलाकार स्वर राम्रो गीत राम्रो हो तिनीहरू पनि यहाँ हेर्नु फिल्मको कलाकारहरू कसरी रुन्छ भन्ने देखाएको छ हेर्नु रुइराखेको छ कसरी रुयो रुनु चाहिँ नेक्स्ट मिम सी विल यु म्यारी मी केटीले भन्छ के तिमी मसँग बिहे गर्छौ भन्छ होइन केटाले के भन्छ सुन्नु त्यस्तै नक्कली बन्ने हो कि पछाडि त्यस्तै भन्छौ फेरि बेत्ताले नभने बिहा गरेपछि मलाई त फेरि काम गर्ने स्पेसल भाडा नहिँड्ने चाहियो जनाले खाना त तरकारी बोकेर आउँदैन तरकारी बोकेर आउँदैन भिजाएर भाँडा माझ्नु नि नजान्ने यतिको बढी चाहिँ खाना पकाउन आउने खाना पकाउनु नै नआउने खाना पकाउनु आउने चाहिँ कस्तो चाहिँ बढी चाहिँ खाना पकाउने आउने खालको चाहिँ खाना नपकाउने आउने खालको चाहियो खाना पकाउने साफसफाइ गर्ने त्यस्तो चाहियो त्यस्तो भएन भने चाहिँ के हुन्छ त्यस्तो भएन भने सिकाउनु पर्छ यस्तो गर त्यस्तो गर भन्नु पर्छ यतिको चाहिँ हुनुपर्छ है नेक्स्ट मिम ल कति न खतरा उल्टी हान्नु सक्छ होला भनेको त हावा अर्को मिम दर्शक बिनाहरू Fear invaded in 1786 people before 1786 किङ के बुझ्नु भयो के हुँदैछ यो मान्छे छैन पछाडि साप छ के किङ कोब्रा रहेको छ डराकै छैन के डराकै छैन के देखेको छैन र यसलाई चाहिँ छोड्नलाई हामी जंगलमा आएका छौं हेर्नु होला जंगलमा आएको बेलामा अलिकति बसेर किङ कोब्रासँग कुराकानी भइरहेको छ ए भाग्न ए भाग सर्वधिक डर लाग्छ लाग्दैन तपाईलाई कतिको लाग्छ सानोहरु त म आफै मार्छु ठुलठुलाहरुसँग त भाग्छु जस डर चाहिँ लाग्छ सर्वसँग लाग्छ सही हो नेक्स्ट मिम तिर जम यो कपडा खोलिसक्यो के केटाको खिस्किसक्यो उसले देखे छैन त्यसले थाहै छैन हाँस्नु पर्छ है बोजू हाँसै उठ्दैन हौ नेक्स्ट मिम है तपाईले अब हेर्नुहुन्छ बिहारको ब्रुसले भनेको चिन्नुहुन्छ कि हुँदैन ब्रुसले कस्तो ब्रुस हैन के ब्रुसली या खतरा जे होस् खतरा मान्छे हो के बिहारको ब्रुसली हेर्नु तर बहिचो कसकी मैले पता के तिमीले बहिचो दला ल ममा लास्ट सरी पहिला लगा त पारे सरी यार भन्दा उठाउँछ तपाईलाई हिन्दी आउँछ कि आउँदैन अलि ल्याउँछ बिर्साए ठीक छ गुड ल अर्को मिम बेहुलाको नाच देखेर बेहुलीले बिहे गर्न बेहुलाको नाच तपाई 1 घण्टा त पेट मिची हाँस्नु हुन्छ होला बुझ्नुभयो बुझे बेकिन भएन रे बुझ्नु बेहुलाको नाक हेरेर नै नाच हेरेर के नाच हेरेर अरे म नेक्स्ट मिम भोलि पनि केयर गर्छन् हौ एकचोटि भन्नु त तपाईँ भन्न सक्नुहुन्छ यसरी नेक्स्ट मिम के भयो डर लाग्यो होला त्यसको त मुखै गयो होला त बुझ्नु लाग्यो ल नेक्स्ट मिम वी अमेरिका अस्ट्रेलिया वी हेभ बेस्ट ऱ्यापर इन नेपाल अरे मेरो छोरा ट्यापे बाउको पैसा चोरी गाँजा खानालाई घरको काम छोडी ट्यापे बन्नलाई
अम्बाको बोटमा परेको सबै केटी भन्दा म छु च्वाक कस्तो लाग्यो हाम्रो आन्टीको ऱ्याप राम्रो 10 मा कति दिनुहुन्छ 10 मा 5 मात्रै नेक्स्ट मिम घरमा सिलिन्डर उचाल्न नसक्ने छोरा होलीमा बसन्तपुर पुगेर छोराहरू घरमा ग्यास सिलिन्डर नउचाल्ने बसन्त होलीको बेला चाहिँ केटीहरूलाई उचाल्ने के आयाका केटी त यस्तै हो अब छोरा मान्छे भएपछि त्यति त गर्न सक्नु परिहाल्यो होइन ग्यास सिलिन्डर त भारी हुन्छ होइन केटी मान्छे त हल्कै हुन्छ ल नेक्स्ट मिम तिमी मेरो बुढा हो दुनियाँलाई थाहा छ तिमी मसँग सुत्न किन मान्दैनौ कहाँ छ तेरो बुढा यहाँ देखिँदैन त तिमी त बच्चा पाउने बाँकी छौ रे कुरा के हो हो म 2 जुकी भएको छु तिमी बाउ भन्दैछौ मैले तिमीलाई छोएको पनि छैन कसरी म बाउ भन्छु भन त यहाँ पर छ एउटै कोठाभित्र बुढाबुढी सुतेपछि बच्चा भइहाल्छ नि तिमी निदाएको बेलामा थाहा नै पाएन होला त्यस्तो झुट चाहिँ नबोला म त्यो त झुट हो त्यो चाहिँ भएन कसले झुट बोल्दैछ बुझ्नु केटीले केटी कतिको इमानदार रहेछ केटाले के भन्नु त केटाले के अरे केटा इमानदारी छ केटी झुट बोल्दैछ के झुट बोल्दै नेक्स्ट मिमतिर लागौँ वेन माई फ्यामिली स माई हेयर ले माई फ्यामिली जब मेरो परिवारले मेरो कपाल देख्छ तब यस्तो हुन्छ अरे क्या बाउ केही जानी यो कपालमा आइलाई भयो भनेदेखि त निभाउनलाई त दमकलै बोलाउनु पर्छ दमकल आइपुग्ने कुन बेला लिखा जुम्रा त स्वाटै मर्छ त यसो गरौँ बाउ यो बन झाँक्रीको जस्तो यो कपाल खुलाइदिउँ तपाईँले मलाई सधैँ भन्नुहुन्छ नि कपाल काट भन्नुहुन्छ नि यस्तै कुरा हो क्या ल साथीभाइहरू आजको लागि मिम रियाक्सन यति नै हामी फेरि चाँडै भेट्नुपर्छ आई होप तपाईँहरूलाई मजा आयो होला बुझ्नु तपाईँलाई मजा आयो ल अब च्यानललाई लाइक गर्नु होला सेयर गर्नु होला च्यानललाई प्लिज सब्सक्राइब गर्नु होला कमेन्ट गर्नु तपाईँको घरको फेभरेट पार्ट चाहिँ कुन थियो भनेर अनि बोजू भन्नु लाइक सेयर सब्सक्राइब भनेर लाइक सब्सक्राइब ल अर्को पालि भेट्नुपर्छ ल टाटा बाई बाई भन्नु बाई टाटा